अब रुट क्यानल भन्नाले अब नाममै छ होइन, रुटको क्यानल भन्ने बित्तिकै हाम्रो तुथमा क्यानल भनेको नहर भयो होइन। नर्मली हाम्रो रोडको छेउछाउतिर जुन नहर जस्तो हुन्छ क्यानल एउटा बनेको हुन्छ नि होइन, त्यस्तै जुनमा पानी फ्लो भइरहेको हुन्छ त्यस्तै हाम्रो तुथमा पनि क्राउन र रुट हुन्छ है। क्राउन र रुटको बिचमा त्यहाँ अब तुथलाई पनि हामीलाई न्युट्रिसन चाहिन्छ, ब्लडहरू चाहियो होइन, नर्भहरू हुन्छ, त्यो सबै हाम्रो त्यही क्यानल, त्यो भित्रपट्टि भनेको एउटा स्पेस हो तुथको भित्र। दाँतमा हेर्ने हो भने हाम्रो लेयर वाइज हेर्ने हो भने सबभन्दा बाहिरी सतह भनेको इनामेल हो, त्यसपछि डेन्टिन हुन्छ र त्यसपछि पल्प हुन्छ। त्यो पल्प भन्ने चाहिँ रिजन भनेको जुन मेन भित्र हाम्रो आँपको भित्र हुन्छ नि, जस्तो गुदी जस्तो हामीले जुनमा चाहिँ पल्प भनेर भने हुन्छौँ होइन, त्यस्तै खालको हाम्रो तुथमा पनि हुन्छ, जसमा चाहिँ नसाहरू, रक्तनलीहरू भनेको ब्लड भेसल्सहरू, नर्भहरू फ्लो गरिरहेको हुन्छ। र हाम्रो शरीरमा जुन अब यो ठाउँबाट रगत आइरहेको हुन्छ त्यो चिज दाँतभित्र जानु पर्यो होइन, नसाहरू जुन आइरहेको हुन्छ दाँतभित्र जानु पर्यो, त्यो चिज चाहिँ जराको टुप्पोमाबाट इन्टर गरेर दाँतलाई पुरा सर्कुलेट, दाँतलाई न्युट्रिसनहरू दिइरहेको हुन्छ है। त्यही चिज रुट क्यानल भन्ने बित्तिकै रुटमा भएको त्यो स्पेस होइन, डेड स्पेस, त्यो जुन स्पेस डेड त नभनौँ, त्यसले त्यो भाइटल स्पेस हो झन्, त्यसमा नर्भ र ब्लड भेसलहरू हुन्छ, त्यो स्पेस, त्यो बाहेक अरू टिस्युहरू पनि हुन्छ, कनेक्टिभ टिस्युहरू होइन, धेरै हुन्छ हो, त्यो टिस्युहरू भएको स्पेसलाई चाहिँ रुट क्यानल भनेर भन्ने भयो है। अब त्यसैलाई चाहिँ अब हामीले नर्मली रुट क्यानल गर्नुपर्छ भनेर भन्छौँ होइन। रुट क्यानल भन्ने एक्चुअलमा रुट क्यानल गरिने होइन, रुट क्यानल ट्रिटमेन्टको गर्ने हो, ट्रिटमेन्ट हामीले गर्ने हो होइन। तर भन्ने बेलामा रुट क्यानल गर्नुपर्छ, रुट क्यानल, रुटमा क्यानल छ होइन, त्यही भएर रुट क्यानल भनियो होइन। रुट क्यानलको ट्रिटमेन्टलाई चाहिँ हामीले अब डे टु डे लाइफमा बोल्दाखेरि रुट क्यानल ट्रिटमेन्ट अथवा आरसिटी भनेर गर्नुपर्छ भनेर भनिहाल्छौँ। त्यसैले रुट क्यानल भनेको चाहिँ त्यो रुट क्यानलमा नर्मली अब जस्तै हाम्रो क्याभिटी भयो, तुथमा क्याभिटी भयो भने इनामेलमा हुन्छ सबभन्दा बाहिरी सतह, त्यसको भित्री सतह भनेको डेन्टिन भयो। अब त्यो क्याभिटी डिप हुँदै गएर डेन्टिनलाई टच गर्छ। इनामेलमा हुँदाखेरि खासै सेन्सिटिभिटी, पेनहरू के पनि हुँदैन, पेसेन्टले थाहा पनि पाउनुहुन्न होइन, खालि खानेकुरा अड्किन्छ, दुखिया छैन, इग्नोर गरिन्छ। जब त्यो डिप हुन्छ इनामेलमा के भन्छ डेन्टिनमा पुग्छ, डेन्टिनमा पुग्दाखेरि अलिअलि सिरिङ हुन थाल्छ, अनि त्यति बेला के भन्नुहुन्छ, खानेकुरा पर्दा दुख्छ, अरू बेला दुख्दैन भनेर भनिन्छ, अथवा चिसो तातो खाँदाखेरि अलिकति सिरिङ गर्छ। त्यति बेला पनि बिरामीले इग्नोर गर्नुहुन्छ, केही होइन, खानेकुरा दुख्ने हो, त्यो साइडबाट खाँदिनँ, अर्को साइडबाट खाँदा नि त भनेर भन्नुहुन्छ। अब त्यहाँ खानेकुरा त अड्किसकेको छ, त्यो अझ डिप हुँदै जान्छ, अनि पल्पमा इन्भल्भ गर्छ। अब जब पल्पमा जुन अघि मैले भने नर्भ र ब्लड भेसल हुन्छ, त्यो नर्भ र ब्लड भेसलमा अब यसले इन्जुरी गराउनु लिभो होइन। त्यो इन्जुरी गराउँदाखेरि के भनेको त, त्यो भित्रको नसाहरू, जस्तै हामीलाई यहाँ चोट लाग्यो भने के हुन्छ, यो स्वेलिङ हुन्छ नि होइन, किनकि यहाँ त ब्लड छ, नसाहरू छ, ब्लड भेसलहरू छ, चोट लाग्दाखेरि के हुन्छ, टिस्यु रियाक्सन भएर यो स्वेलिङ भयो जस्तै। अब त्यो किराले खाएको चिज जब इनामेल डेन्टिनदेखि पल्पमा पुग्छ, त्यो पल्पमा भएको टिस्युहरू पनि अब स्वेलिङ हुन थाल्छ है। अब स्वेलिङ भइसकेपछि इमेजिन गर्नुहोस्, बाहिरपट्टि डेन्टिन छ जुन चाहिँ एकदम हार्ड स्ट्रक्चर छ, त्यो बाहिर इनामेल छ, हाम्रो बडीको सबैभन्दा हार्डेस्ट स्ट्रक्चर, बोन भन्दा पनि हार्डेस्ट। भनेपछि त्यो स्वेलिङ भएको चिज एक्सपान्ड हुन खोज्दाखेरि त्यसले ठाउँ त पाएन होइन, ठाउँ नपाएपछि के हुने भयो त, त्यहाँनिर प्रेसर क्रिएट हुन थाल्छ, पेन हुन थाल्छ पेसेन्टलाई हो। अब त्यो पेनलाई रिलिज गर्नको लागि के गर्नु पर्यो त भन्दा, हामीले त्यो पाललाई झन् ठुलो बनाइदिनु पर्यो, बिचबाट ड्रिल गरेर ओपनै गरिदिन्छन् होइन, हाम्रो इनामेल डेन्टिन र पल्पलाई पुरै ओपन गरिदिन्छौँ, ताकि भित्रको प्रेसर पुरै रिलिज होस् र पेसेन्टलाई पेन हुन कम होस् हो। अनि त्यसपछि हामीले पिनले सरास पुरै सफा गरेर फाइल भनिन्छ त्यसलाई होइन, त्यो फाइलले त्यो रुटलाई पुरै क्लिन गर्छौँ, त्यो क्यानलमा भएको, रुट क्यानलमा भएको जति पनि नर्भ, ब्लड भेसलहरू, जे टिस्युहरू छ त्यो सबै टिस्युलाई निकाल्छौँ, हटाउँछौँ, पुरै खाली बनाउँछौँ है। अनि त्यसपछि त्यहाँनिर मेडिसिन हाल्छौँ इन्फेक्सनहरूलाई हटाउनलाई। अनि त्यो जबसम्म इन्फेक्सनहरू सबै रिलिज के भन्छ, सबसाइड भइसक्छ, अनि त्यसपछि त्यसलाई फिलिङ गर्छौँ, अनि त्यसपछि त्यसलाई त्यो जुन हामीले क्याभिटी बनाएको छौँ त्यसलाई चाहिँ क्लोज गर्छौँ हो। यही ट्रिटमेन्टलाई नै भनिन्छ रुट क्यानल ट्रिटमेन्ट।